हामी अहिले बाजुरा जिल्लाको मार्तडी सदरमुकाममा पुगेर एउटा बडीमालिका मन्दिर भिजिट गर्न गइरहेका छौं। यहाँ चाहिँ यो माटोले लिपपुत गरेका विभिन्न किसिमका घरहरू देख्न सकिन्छ भने असो हिसाबलाई साइडमा देखिन सकिन्छ भने यहाँ दायाँ बायाँ चाहिँ हामी हिँडिरहेको अवस्था छ। अनि यहाँ चाहिँ बाटो पिच गराएर छ है दाजु। यहाँ चाहिँ हामी बडीमालिका मन्दिर भ्रमण गर्न गइरहेका छौं। स्पेसल्ली बडीमालिका मन्दिर चाहिँ कहाँ अर्कै ठाउँमा पर्छ। यहाँ चाहिँ मिनी त होला दाजु, त्यसकै उ त होला यो हैन र, शाखा त्यस्तै त होला है। त्यो चाहिँ बडीमालिका। यहाँ चाहिँ कोदो सुकाउन हालेको अवस्था छ। यो चाहिँ कोदो हो। यसका धेरै धेरै परिकारहरू पाउन सकिन्छ। मदिरा पनि बन्छ, रोटी पनि बन्छ, ढिँडो पनि बन्छ, हलुवा पनि बन्छ, धेरै कुराहरूमा। अनि यसको चाहिँ धानको चाहिँ चामल मात्र बन्छ हो। धानको चामल मात्र बन्छ। यहाँ चाहिँ यस्तो छ ठाउँहरू चाहिँ हाम्रो स्वास्थ्यका लागि कोदो अति राम्रो मानिन्छ। यो चाहिँ प्रायः जसो भेगीय रूपमा चाहिँ बाजुराको यो ठाउँमा चाहिँ प्रशस्त मात्रामा पाउँछ। यहाँका स्थानीय मान्छेहरू चाहिँ यसरी बसिराख्नु भएको छ भने। अनि यो चाहिँ हाम्रो बडीमालिका मन्दिर।